सो आजको यो रमाइलो ठाउँ मलाई एकदम राम्रो भयो। यस राम्रो रमाइलो भयो होइन एकदम यो ताल देख्नुहुन्छ तलतिर। अनि तपाईँहरू पनि आउन सक्नुहुन्छ यो टोटी यहाँ यो कुटिने जग्गा घुम्नलाई एकदमै राम्रो ठाउँ छ यो ताल चाहिँ। मायाले दिनुभयो कि यत्तिकै हो लिनु न सिधै दिनु हैन पर्दिनु लिनु। यहाँ चाहिँ हाम्रो ऱ्याफ्टिङ सुरु हुन्छ। सो हाम्रो प्रवेश चाहिँ लाइफ ज्याकेटमा जाँदैछ हामी चाहिँ दुईजना लेडिज दुईजना जेन्ट्स। सो एकदमै रमाइलो हुनेछ यो जग्गा। गएर चेक गर्दा एउटा हुन्छ कि छुट्टै रियाक्सन छैन के रियाक्सन चाहियो क्या के छ त फर्स्ट पटक हो कि बोर्ड चढेको के छ अनि बोर्डमा चढ्दा केही छैन। यो फर्स्ट टाइम ऱ्याफ्टिङ गर्दाखेरि कस्तो भयो? एकदम रमाइलो लाग्यो। के छ यहाँ जान्छ सकिन्छ तर जानु पऱ्यो जान त सक्छ तर जानु अङ्कलहरू घर यतै हो। यो सल्यान कति पर्छ? नगरपालिका कि गाउँपालिका के हो? यो नगरपालिका हो। हजुर धेरै छैन 21 किलोमिटर छ यहाँबाट सल्यान खलङ्गा बाटो यही बाटो जाने मेन बाटै त्यही हो। मात्र यो बाटो हो उकालो रहेछ बाटो त डेन्जर रहेछ सर। सल्यानको कुपिन्डे दहमा छु। सो धेरै दिन पहिला म चाहिँ यो कुपिन्डेमा आउने भन्ने एकदम मेरो त्यो टार्गेटै थियो। फाइनली आज चाहिँ पुरा भइसकेको छ। मेरो साथी यता राख्दिनु आउनु रमेशलाई अब सो धेरै दिनपछि कुपिन्डेको सोच थियो मेरो चाहिँ र फाइनली आज पुरा भएको छ। साथमा चाहिँ हाम्रो दुईजना दिदीहरू हुनुहुन्छ यहाँ उहाँहरू पनि यो ऱ्याफ्टिङ गर्न आउनुहुन्छ। दुईजना हाम्रो चालक गाईहरू हुनुहुन्छ। सो यहाँको उतातिर भ्यू हेर्नु सक्नुहुन्छ हामीको एकदमै सल्यानको एकदम यो भनेको चाहिँ एउटा यो टुरिस्ट एरिया नै हो। र यहाँको माहौल भने चाहिँ अलिकति म चाहिँ आउँदाखेरि बाटो एकदमै डेन्जर लाग्यो। सो त्यही हो हामी चाहिँ अब यहाँबाट चाहिँ सर्ट गइसकेका छौँ। सो फाइनल सल्यानको कुपिन्डे दह घुमेर पनि हामी गइसक्यौँ। सो आजको यो रमाइलो ठाउँ मलाई एकदम राम्रो भयो। यस राम्रो रमाइलो भयो होइन एकदम यो ताल देख्नुहुन्छ तलतिर। अनि तपाईँहरू पनि आउन सक्नुहुन्छ यो टोटी यहाँ यो कुपिन्डे दह घुम्नलाई एकदमै राम्रो ठाउँ छ यो ताल चाहिँ। बट यहाँ फेरि के छ भनेपछि आफूले जे सोच्यो त्यही पुरा हुन्छ अरे कि अब अस्ति आउँदै आउँछ भन्नु पऱ्यो कुपिन्डे दह आउँछु भनेपछि फेरि अब आउनै पर्छ अरे कि त्यही भएर म कहिलेदेखि आउँछु भइरहेको छु। आज मौका दियो हामी चाहिँ दुई भाइ रमेश ब्रोदर अहिले चाहिँ युट्युबमा छ्यापी पैसा खाइराख्नु भएको छ। हामी दुई भाइ आएको छ। सो साथमा दुईजना दिदीहरू पनि अटोमा जानु भएको छ अगाडि। उहाँहरू चाहिँ कोलपुरबाट आउनुभएको रहेछ। सो ऱ्याफ्टिङ गर्दाखेरि चाहिँ अलिकति डराउनु हुँदो रहेछ कि उहाँहरू। र समथिङ 45 मिनटसम्म चाहिँ नदीमा चाहिँ तालमा हामी चाहिँ भयो कि सबै ऱ्याफ्टिङ गऱ्यौँ। त्यहाँभित्र बसिराख्नु भएको थियो क्या अलिक भयो तपाईँहरू खानु तपाईँहरू खानु ल टिकटमा ल। अब हामी चाहिँ यो गेटमा खाएर त्यो भिडियो बनाउँछौँ। प्रतीक्षा भयो
बाटो चाहिँ अलिकति नराम्रो त के हो यो यो मायाले दिनुभयो कि यतिकै हो लिनु न कति रुपियाँ परेको 20 रुपियाँ दिने 20 रुपियाँ दिने होइन पर्दैन लिनु हो झन् ठाउनु न यो सबै हामी खाऊँ होइन सबै त खाँदैन अलिक किन्छौँ हामी वहाँ के कहाँ लिनु किन्ने खानु न बालोसँगै लिनु मलाई पनि दिनु त नि खानु खानु हामी त खाइरहेको छौँ हामी बिसा आउँछौँ ल भिडियो बनाउँछौँ है फोन गर्छौँ हामी ल उहाँहरूले चाहिँ यो टक्क मिठो फल नौलो फल दिनुभयो एकदम जानुभयो सो त्यही हो एकदम आज जो सुर्खेतबाट हामी चाहिँ यो सल्यानको कुपिन्डे दह भन्ने ठाउँमा आएको थियौँ सो हाम्रो रमेश भाइ अनि यो मेरो बाइक चट्ट बाइकले पनि एकदमै साथ दिइरहेको छ क्या काठमाडौँ आएको यार अब त्यही त हो नि यार अहिले चाहिँ महँगी धेरै बढेर तेल पेट्रोल पनि कम छ यहाँबाट हेर्न सक्नुहुन्छ तपाईँहरू यो भ्यूहरू चट्ट दामी छ क्या ऊ यति राम्रो छ कि यो द यहाँ चाहिँ हामी चाहिँ समथिङ 45 मिनट होइन 45 मिनटको लगभग हामी बोट चढेर त्यो दुईजना कोलपुरबाट आउनु भएको दिदीहरू जुन यो फल दिनुभयो अहिलेको नौलो फल ऊ दिदीहरू चाहिँ हामीसँगै ऱ्याफ्टिङ गरेर जानुभएको एकदमै डराउनु हुँदो रहेछ क्या त्यहाँ विभिन्न किसिमका एकदम हामीले एकदम रमाइलो भिडियो फोटोहरू पनि खिच्दै एउटा वातावरण मिलायौँ र यहाँबाट चाहिँ दामी देखिन्छ सो सबैजना यहाँ सल्यान कुपिन्डे तालमा घुम्न आइदिनु होला त्यही हो अब चाहिँ हामी यहाँ थोरै कन्टेन्ट भिडियोहरू यहाँ सुट गर्दैछौँ यो चाहिँ मेन गेट यहाँको चाहिँ सल्यानको कुपिन्डे दह जाने यो चाहिँ अलिकति मलाई के लाग्छ भनेपछि यहाँ आउँदाखेरि चाहिँ मलाई अलि चित्त नबुझेको यो बाटो हेर्दाखेरि चाहिँ अलि नमजा लाग्यो तर तल पुग्दाखेरि चाहिँ एकदमै राम्रो एकदमै त्यहाँ जाँदाखेरि मनै अर्कै के एकदम राम्रो हो नि अनि यो बाटोलाई यो भनेको चाहिँ यो सल्यानको एउटा पर्यटक स्थलीय ठाउँ पनि हो तर यो बाटोलाई मेन फोकस गरेर चाहिँ यो यहाँको जति पनि हुनुहुन्छ नगरपालिकाको मेयर उपमेयर यहाँको सबै वडा अध्यक्ष प्रतिनिधिहरू सबै लागेर चाहिँ यो बाटोलाई एकचोटि अवश्य पनि हेरिदिनु होला यो बाटोको हालत यस्तो छ तर घुम्ने आउने मान्छेहरू पनि अलिकति सोच्ने हुन्छ नि त बाटो हेर्दाखेरि अलिकति नरमाइलो लाग्छ तर त्यो ठाउँमा जाँदाखेरि एकदमै राम्रो एकदमै मनै कहाँ जाम है पुरै स्विमिङ खेलौँ जस्तो सो त्यही हो गाइजहरू है सबैजना आइदिनु होला एसआर भ्लगलाई सबैजना सब्सक्राइब गरिदिनु होला माया गरिदिनु होला त्यही भन्न चाहन्छु हस् त धन्यवाद।